साथीहरू, बालिन शाह काठमाडौँ महानगरपालिकाको मेयर पदबाट हटेसँगै सिंहदरबार अगाडि सर्वसाधारणलाई बस्नका लागि राखिएका कुर्सीहरू क्रमशः हटाउन थालिएको छ। यसअघि सर्वसाधारण आन्दोलनरत समूह तथा सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले राखिएका ती कुर्सीहरू हटाएपछि सार्वजनिक स्थानको व्यवस्थापन र जनमैत्री अभ्यासबारे पूर्ण बहस सुरु भएको छ। स्थानीय बासिन्दा तथा प्रत्यक्षदर्शीका अनुसार मेयर परिवर्तनपछिका दिनहरूमा सिंहदरबार क्षेत्रको वातावरण पनि क्रमशः फेरिँदै गएको देखिन्छ। जनताका लागि सहज बनाएको भनिएको पूर्वाधार हटाउनु प्रतिकारात्मक निर्णय हो कि नीतिगत परिवर्तनको सङ्केत हो भन्ने विषयमा स्पष्ट जानकारी भने सम्बन्धित निकायबाट सार्वजनिक गरिएको छैन। यस घटनाप्रति सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन्। केहीले यसलाई नेतृत्व परिवर्तनसँग जनमुखी अभ्यासहरू पनि कमजोर बन्दै गएको सङ्केतका रूपमा व्याख्या गरेका छन् भने केहीले प्रशासनीय पुनर्व्यवस्थापनको सामान्य प्रक्रिया मात्र भएको बताएका छन्। तर सर्वसाधारणका लागि खुला र सहज बनाएका संरचना हटाउनुले जनताको पहुँच र सहभागितामाथि असर पर्ने चिन्ता भने व्यक्त भइरहेका छन्। राजनीतिक विश्लेषकका अनुसार सार्वजनिक स्थानमा गरिने यस्ता साना देखिने तर महत्त्वपूर्ण व्यवस्थाहरूले सरकार र जनता बीचको सम्बन्ध झल्काउने गर्छन्। त्यसैले सिंहदरबार अगाडि राखिएका कुर्सी हटाउनु केवल भौतिक संरचनाको परिवर्तन मात्र नभई शासन शैली र प्राथमिकतासँग पनि जोडिएर हिँड्नुपर्ने विषय भएको उनीहरूको भनाइ छ। यस विषयमा सम्बन्धित निकायको औपचारिक धारणा आउन बाँकी रहेकाले घटनाको वास्तविक कारण र भविष्यमा सार्वजनिक स्थान व्यवस्थापनको दिशा के हुने भन्नेबारे थप स्पष्टता आउन अझै प्रतीक्षा गर्नुपर्ने देखिन्छ।